सिक्नुपर्छ, विद्यार्थी भाइ पनि सिक्नुपर्छ। र कर्मचारी शिक्षक भने कस्तो हो भने एउटा फुटबल हो। फुटबल सरकारले खेलाउने फुटबल हो। फुटबललाई हामीले खुट्टाले हान्दा यता चाहिँ गोल पर्छ, कहिले उता गोल पर्छ। त्यस्तै कर्मचारी पनि सौरह भई कहिले मुस्ताङ, कहिले डोल्पा, कहिले काठमाडौँ यसरी फुटबल हिर्काउँदा जाने चाहिँ हाम्रो एउटा शिक्षक कर्मचारीको एउटा समस्या हो अथवा त्यो एउटा नियमै हो। तर दुर्गाधर ढकालज्यू उहाँको कार्य क्षमताले विद्यार्थीले मन पराएर, गाउँले मन पराएर, विद्यार्थीले मन पराएर उहाँको कार्य क्षमता दक्षता यहाँ प्रदर्शन गर्नाले उहाँलाई कतै पनि फुटबल हिर्काउनु परेन। यो विद्यालयमा बिताउनु छ, यो हामीको लागि पनि गौरव कुरा हो। स्वयं दुर्गाधर हेडसरको लागि पनि गौरवको कुरा। यसरी फुटबल हिर्काउनु नपरेको कारण के होला? यसरी एक ठाउँबाट उठ्न जानु परेको कारण के होला त? हामी सम्पूर्ण उहाँलाई मन परायौँ। उहाँ आफूले पनि निश्चित रूपमा फकाई सरले कुरा गर्नुहुन्थ्यो। उहाँलाई कक्षा 6 देखि हाम्रो ढकाल सरले अङ्ग्रेजी पढाउनु भएको, त्यही भएर होला सायद चाहिँ उहाँको अङ्ग्रेजी निकै राम्रो छ। यस्तो प्रखर स्पष्ट वक्ता लामो समयसम्म यही जनवाल माथिको शैक्षिक उन्नतिको लागि आफ्नो समय व्यतीत गरी अनिवार्य अवकाशमा जान लाग्नु भएको हाम्रो सरलाई म उहाँको अवकाश प्राप्त जिन्दगी, अवकाश प्राप्त जीवन सुखमय होस्, उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक विदाईको शुभकामना पक्राउन चाहन्छु। यसको साथसाथै म थोरै यहाँहरू केही कुरा राख्ने अनुमति चाहन्छु सभाध्यक्षको अनुमतिबाट। मलाई जहाँसम्म लाग्छ मुस्ताङ जिल्ला अन्तर्गतको यो घरगाउँ गाउँपालिकाको जनवाल माध्यमिक विद्यालय, यहाँ यो गाउँमा धेरै उल्लेखनीय समाजसेवीहरूको वासस्थान छ, शिक्षा प्रेमी व्यक्तित्वहरूको वासस्थान छ। उहाँले अहिले ठुला ठुला योजनाहरू ल्याउनु भएको छ, कार्यक्रमहरू ल्याउनु भएको छ। यसलाई एउटा उत्कृष्ट विद्यालयको रूपमा रूपान्तरण गर्नको लागि विशेष गरी अहिलेको हाम्रो अध्यक्षज्यू भवनदेखि लिएर शैक्षिक गुणस्तरदेखि लिएर विभिन्न कार्यका लागि चाहिँ सक्रिय रूपमा अगाडि बढ्नु भएको छ। यो सफलता पनि विद्यालयलाई पुगोस्। उहाँहरूको सपना, उहाँहरूको योजना जहाँसम्म लाग्छ 11-12सम्म लैजाने, विद्यालयले नयाँ एउटा भौतिक संरचनामा विकास गर्ने जुन सोच छ, यो सोच पुरा होस् भन्दै पुनः उहाँलाई योजना सफल बनाउनको लागि शुभकामना र हाम्रो विदाय गरेर जानु भएको छ दुर्गाधर ढकाल सरलाई विदायको शुभकामना प्राप्दै यो अवसरले प्राप्त गरेको 2 शब्द राख्ने जुन अवसर दिनुभयो यसको लागि उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दै 2 शब्द यहाँको गर्छु। स्मिस भनेको चाहिँ एउटा एनजिओ, नेपाली चिल्ड्रेन स्कलरसिप पार्टनरसिप भन्ने एनजिओ छ। यो एनजिओले मुस्ताङ जिल्लाको धेरै विद्यालयलाई, धेरै इन्डिभिजुअल विद्यार्थीहरूलाई पनि सहयोग गरेको छ। उहाँको अध्यक्षज्यू जुडित चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, तर काम विशेषले गर्दा दुर्गा सरको यो विदाय प्रोग्राममा आउनु पाउनु भएको छैन। त्यसैले उहाँले चाहिँ चिठी लेखेर पठाउनु भएको छ एप्लिकेसन लेटर। त्यो लेटर चाहिँ म वाचन गर्न चाहन्छु। त्यो लेटर वाचन गर्नुभन्दा अगाडि म चाहिँ दुर्गा सरको बारेमा केही भन्न चाहन्छु। म क्लास 6 भन्नु होला, यही क्लासमा पढ्थेँ। दुर्गा सर आउनु भएको थियो फर्स्ट टाइम, र 6 देखि 10 सम्म मलाई इङ्ग्लिस पढाउनु भयो।
त्यसपछि मेरो भाइ बहिनीहरूलाई पनि इङ्ग्लिस पढाउनु भयो सरले। र दुर्गा सरको प्रभाव अथवा दुर्गा सरको महत्त्व मेरो जीवनमा कति छ भन्ने कुरो आज मेरो छोटो बसाइमा र छोटो विदाईको कार्यक्रममा म भनेर भन्न सक्दिनँ, तर यति भन्न चाहन्छु इज इन्सपायरिङ पर्सन। मेरो लागि चाहिँ एकदमै मार्गदर्शक हुनुहुन्छ र मेरो चाहिँ सच्चा गुरु चाहिँ दुर्गा सर हुनुहुन्छ। यसमा चाहिँ म गर्वका साथ भन्न चाहन्छु र यो विदाई प्रोग्राममा मलाई थोरै दुःख पनि लागेको छ। आज हाम्रो प्रिन्स यो इन्सपायरिङ व्यक्तित्व चाहिँ जाँदै हुनुहुन्छ। जे भए पनि यो कुरालाई म खाली राख्दै स्विसबाट पठाएको चिठी चाहिँ म वाचन गर्न चाहन्छु। यसमा के लेखिएको छ भन्दा काठमाडौँ फेब्रुअरी 23, 2025 एप्रिसिएसन लेटर फर दुर्गा दत्त ढकाल, प्रिन्सिपल अफ श्री जनवाल सेकेन्डरी स्कुल मार्फत। इन द ओकेजन अफ योर रिटायरमेन्ट, अल द मेम्बर अफ ENPS कमिटी, Swiss NGO, Nepali Children's School Sponsorship would like to express our heartfelt gratitude and warmest thanks for your precious collaboration. Over more than 25 years, you gave your time, your energy, your kind devotion in favor of hundreds of children from underprivileged background. These children came and come from needy family, are daughters and sons of parents working further. They don't have their own house or fields. Your social and human understanding regarding them was outstanding. Thanks to your dedication, many of them had the chance to receive quality education. Step by step, they would complete class 10, reach their autonomy, learn a job, realize their dreams. During all our visit at Marfa, you were ready to help us to understand complicated situations, to visit various families in their home, to organize important meetings, to make sure our proceedings were understood by the parents, the children, and the local committee. You organized the shopping of the requested material for the students. When we were not present in Nepal, you provided us complete and clear reports. You did this not only for Marfa, but you gave also your time to assist your colleagues in schools nearby. In difficult moments like the earthquake 2015 or the pandemic, you and your team found solutions to overcome those hard moments. Thank you. To your proposal, ENPS provided also support to give extra classes or to improve school buildings and the quality of the day meal khaja. Once again, very dhanyavad for all the effort and investment you generously gave to hundreds of students having been at Sri Janawal Secondary School. We wish you the very best for a happy and peaceful retirement. The committee, ENPS. Thank you. हामी सबैलाई एक किसिमको स्कल्प एक किसिमको चाहिँ रमाइलो एक किसिमको चाहिँ दुःख हामीलाई महसुस भइरहेको छ। साथै यसमा एक किसिमको सुख पनि छ। दुःख यसमा हो कि उहाँ हाम्रो यस विद्यालयबाट विदाई भएर जाँदै हुनुहुन्छ आफ्नो स्थानमा। सुख यसमा हामी भनौँ उहाँको जुन व्यक्तिकाल छ त्यो चाहिँ उहाँले आफ्नो त्यो समयमा शान्तिपूर्वक उहाँको आफ्नो निजी कामहरू चाहिँ सफलता हामी कामना गरिरहेको छ। र वास्तवमा हुन त अब हेरसेरको चाहिँ धेरै बखान गर्नु जरुरी छैन, किनभने सफलताहरू भनिसक्नु भएको छ। उहाँमा यस्तो गुण थियो, निर्भीक, स्पष्ट, काम गर्ने शैली, नम्रता र व्यवस्थापनमा चाहिँ एकदम कुशल एउटा अनुभाव हुनुहुन्छ। र उहाँले यस विद्यालयमा 21 वर्ष 7 महिना बिताउनु भनेको यो चाहिँ चान्चुने कुरो होइन, चान्चुने योगदान होइन। यो वास्तवमा ठुलो चाहिँ त्यागको आवश्यक चाहिन्छ। कुनै पनि एउटा व्यक्तिले एउटै ठाउँमा बसेर यत्रो चाहिँ सेवा गर्नु, विद्यालयको पठन पाठनमा, विद्यालयको चाहिँ भौतिक पूर्वाधार सुधारको लागि, आर्थिक सङ्कलनको लागि यावत कुराहरू उहाँले चाहिँ गर्नुभएको छ। यो एकदम यस विद्यालयको लागि हाम्रो लागि चाहिँ एकदम स्मरणीय हुनेछ। र यो ज्ञानको लागि जुन उहाँले दिनुभएको त्याग छ त्यसलाई हामीले हाम्रा सम्पूर्ण व्यवस्थापन समिति र हाम्रो विद्यालयका परिवारबाट आभार व्यक्त गर्दछौँ। र एउटा कुरा मैले भन्नै पर्छ, जब म चाहिँ यस व्यवस्थापन समितिको चाहिँ अध्यक्ष भएर यस विद्यालयमा प्रवेश गरेको थिएँ र हरेक मिटिङको चाहिँ
वार्ताहरूमा हेडसरको चाहिँ यस्तो चाहिँ एउटा इनर्जेटिक यस्तो किसिमको चाहिँ एउटा ऊर्जाशील कुराहरू ल्याउनुहुन्थ्यो। यस विद्यालयको लागि विद्यालयलाई कसरी चाहिँ पठन पाठनमा चाहिँ अघि बढाउने स्तरीय पढाइ गर्ने यो विद्यालयलाई विद्यार्थी जुन अवस्थामा छ त्यसलाई कसरी चाहिँ सुधार गर्ने कुरा हाम्रो सबै यही विषयमा छलफल भएन र भाग्यवश हाम्रो लागि हाम्रो गाउँपालिका अध्यक्षज्यू यस वडाका चाहिँ अध्यक्षज्यू लगायतले सहयोग गर्नु भएर यस विद्यालयको लागि भवन निर्माण गर्नको निम्ति यो डिपिआर स्वीकृत भएको अवस्था छ। डिपिआरबाट चाहिँ हाम्रो इन्जिनियरलाई काम पनि दिइसक्यो, डिजाइन पनि तयार भइसक्यो। एउटा बाँकी भन्नु चाहिँ एउटा बाहिर जाने एउटा काम बाँकी छ। त्यो काम सकेपछि हामी चाहिँ यस विद्यालय निर्माणको निम्ति एउटा एक कदम हामी अघि बढिसक्नेछौँ। र एउटा कुरा म चाहिँ नि यहाँलाई विनम्र अनुरोध गर्दछु, हाम्रो विद्यालयका शिक्षकज्यूहरूलाई हाम्रो विश्वविद्यालयमा नवनियुक्त हेड सर मानबहादुर चौधरी चाहिँ नियुक्त हुनुभएको छ। उहाँको चाहिँ कमान्ड च्यानलमा चाहिँ नि सम्पूर्ण शिक्षकहरूले जसरी चाहिँ नि दुर्गादत्त सरलाई चाहिँ सहयोग गर्नुभएको छ त्यसरी नै अबदेखि भोलिका दिनदेखि नै त्यसरी नै सहयोग गर्नुभएर यस विद्यालयको पठन पाठन, यस विद्यालयको व्यवस्थापन, यस विद्यालयको चाहिँ नि अग्र स्थानमा पुर्याउनुको लागि तपाईँले चाहिँ अवश्य पनि सहयोग गर्नुहुनेछ भन्ने मैले अभिलाषा दिएको छु। यस अतिरिक्त श्री अब हाम्रो निवर्तमान हेड सर दुर्गादत्त ढकालज्यूले दिएको चाहिँ पठन पाठन बाहेक अरू चाहिँ अतिरिक्त कामहरू पनि उहाँले गरिदिनु भएको छ। जस्तो कि विद्यालयको लागि आर्थिक विकासको निम्ति उहाँले स्विस सोसाइटी एसोसिएसनबाट फन्ड सङ्कलन गर्ने, नानी सुब्बाको स्मृति प्रतिष्ठानको चाहिँ फन्ड, महेन्द्र शेरचन प्रतिष्ठान स्मृतिको चाहिँ फन्ड र कोरेन फन्डको आर्थिकबाट यस विद्यालयको चाहिँ विद्यार्थीको लागि भौतिक संरचनाहरू सम्पूर्णलाई खर्च पानी गरेर जुन एउटा आर्थिक एउटा सञ्चालनले जुन काम गर्नुभयो यो विद्यालय ठुलो उहाँको योगदान छ। यो कहिले पनि हामी बिर्सन सक्दैनौँ। उहाँको चाहिँ जुन यो योगदान छ यस विद्यालयलाई यस गाउँका चाहिँ मान्छेहरूको चाहिँ यसमा चाहिँ स्मरण रहनेछ भन्दै मैले सम्पूर्ण शिक्षक साथीहरूलाई म अपिल पनि गर्दछु कि जसरी चाहिँ हेड सरले चाहिँ निवर्तमान सरले यो विद्यालय यहाँसम्म पुर्याउने काम गर्नुभयो, यहाँले पनि गर्नुहुनेछ भन्ने मैले ठुलो अभिलाषा लिएको छु। अन्तमा मैले धेरै के भन्नु छैन। धेरै उहाँको चाहिँ जुन योगदान छ त्यो सधैँ हाम्रो मनस्पटलमा स्मरणीय हुनेछ। र अन्तमा उहाँको सुस्वास्थ्य, उहाँको परिवारको सुस्वास्थ्यको कामना गर्दै र यो निवृत्त जीवन चाहिँ उहाँको सुखमय रहोस्, सफल रहोस् र विदायको चाहिँ उहाँको शुभकामना सहित र सफल रहोस् भनेर म सबैलाई बिन्काउँछु। धन्यवाद। र आजको यो विदाय सभा समापन गर्न म चाहन्छु।
भन्ने सुझाव चाहिँ आफ्नो भनाइ राखिदिनु हुनको लागि निवृत्तमा प्रहर श्री दुर्गादत्त ढकालज्यूलाई म हार्दिक अनुरोध गर्दछु।